मेडिकल हेलिकप्टर हाइवेको बीचमा क्रास भएको छ। कसरी खस्यो र के भयो? आउनुहोस् सुनौ। सोमबार राति क्यालिफोर्नियाको हाइवे 50मा एउटा मेडिकल हेलिकप्टर दुर्घटनाग्रस्त भएपछि त्यसभित्र रहेका 3 क्रू मेम्बरहरू गम्भीर अवस्थामा छन्। क्यालिफोर्निया हाइवे पेट्रोलका अनुसार दुर्घटना साँझ करिब 7 बजे इस्ट कटन ब्लुबर्ड नजिकै रिपोर्ट गरिएको थियो। राजमार्ग रातभर बन्द रह्यो र बिहान करिब 1:20 बजे मात्र पुनः खोलियो। फायर डिपार्टमेन्टका अनुसार हेलिकप्टरमा कुनै बिरामी थिएनन्, तर एक पाइलट, नर्स र प्यारामेडिक थिए। तिनैजना युसी डेभिस मेडिकल सेन्टरबाट उपचाररत छन्। तीनमध्ये एक, सुजी स्मिथ, रिडिङमा कार्यरत लामो समयदेखि फ्लाइट नर्स हुन्। उनका साथीहरूले उनलाई अत्यन्तै सहयोगी व्यक्ति भनेर वर्णन गरेका छन्, जसले हरेक वर्ष आफ्नो खर्चमा निकारागुआ गएर बच्चाहरूको क्लेफ्ट पालेट उपचार गर्थिन्। उनका पास्टर ट्राभिस ओसबोर्नले भनेका छन् कि उनी अझै पनि गम्भीर अवस्थामा छिन् र दिमाग सुनिने समस्या समेत भएको बताइएको छ। दुर्घटनापछि करिब 15 जना सामान्य नागरिकहरूले जोखिम उठाएर हेलिकप्टरको मुनि फँसेका एकजनालाई निकाल्न फायर डिपार्टमेन्ट टोलीलाई सहयोग गरेको थिए। क्याप्टेन जस्टिन सिल्भियाले भने, यो समुदायको एकताको प्रमाण हो। जब सङ्कट आउँछ सबैले सहयोग गर्न चाहन्छन्। धन्यवादका साथ अधिकारीहरूले भने कुनै अन्य सवारी साधन दुर्घटनामा आगो लागेन। यदि हेलिकप्टरमा आगलागी भएको भए अवस्था अझै भयावह हुने बताइएको छ। फेडरल एभिएसन एडमिनिस्ट्रेसन FAA र नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड NTSBले दुर्घटनाको अनुसन्धान सुरु गरेका छन्। फ्लाइट रेकर्ड अनुसार हेलिकप्टर रिडिङबाट उडेको, रेड ब्लफ र युसी डेभिसमा अवतरण गरेको र अन्तिम पटक हाइवे 50 माथि उड्ने क्रममा राडरबाट हराएको थियो। यो सम्पूर्ण उडान केवल 30 सेकेन्डमै अन्त भएको थियो।